केसामी र नामसामी मुन्दुमबोकमा याकथुङ मुन्दुम अनुसार याकथुङबाहरूले सुन्दै आएको विभिन्न मिथक र आफ्नो तरिकाले भन्दै आएको र हामीले सुन्दै आए तापनि कहिले र कहाँ के कारणले चेली माइती छुट्नु पर्यो, के कारणले आफ्नै दाजु केसामीलाई नामसामीले मार्न बाध्यता भयो भन्नेबारे धेरैले थाहा नहुन सक्छ र यो याकथुङहरू पशु प्राणीहरूसँग अलग भएर बस्नुपर्छ र जन्मदेखि मृत्युसम्म सृष्टिदेखि अहिलेसम्म याकथुङहरूले मुन्दुममा भन्दै आउनु अनि व्यवहारमा पनि चलाउँदै ल्याउनुले याकथुङहरूको जीवन दर्शन केसामी र नामसामी मुन्दुमलाई मान्दै आउनु थाहा पाउनको लागि यो पुरा अडियो सुन्नुहोस् अनि मन परे लाइक, सेयर र कमेन्ट गरिदिनुहोस्। उन्छोन लगभग 10,000 तङ्बे पहिला इक्सा पाक्ताले खाम्बेक पाक्ताले पुसा मबारा पुङसा मबारा पुनु पान्दङा पुङ्नु पान्दङा सिङबुङ मबारा लुङबुङ मबारा सिङबुङनु पान्दङा फुङ्नु लुङदुङनु पान्दङा हेन समयले फाक्चारा तिकेन्जोङबानु इब्नासु सरङदाङना सङाजेडी अथवा चेली माइती ताकन्जाई पवाजाई वयछिल्ले शिकार खेल्दै डिट्टा ब्याकुर खोजी खाँदै जीविका चलाउँथे। प्राय गरेर माइतीले शिकार खोजेर ल्याउँथे। एक दिन माइतीले शिकार पाएन र खाली हात घर फर्क्यो र चेलीले शङ्का गर्दै झगडा गरिन्। अरूलाई शिकार उतै छोडेर खाली आयो भन्दै चेली रिसाइन् र चेली माइती भनाभन भयो र चेली रिसाउँदै माइतीको फेन अर्थात् धोती पकाएर दियो। माइतीले पनि दिनभरको थकान र भोक लागेकोले थाहा नै नपाइकन खाए। सायद त्यो समयमा कपडाको सिर्जना भएको थिएन र केही पशुहरूको छालाहरूको कपडा लुगा बनाएर लाउने चलन थियो होला र भोलिपल्ट बिहानै शिकार खोज्न जानुभन्दा अगाडि आफ्नो फेन धोती खोज्दा नपाएपछि चेलीलाई सोधिन्। चेलीले हिजो बेलुका पकाएर दिएको थिएँ, खाइहाल्नुभयो दाजु भनिन्। अनि माइती रिसाएर अब तिम्रो पालो शिकार खोज्न जानु भनेपछि चेलीको पालो शिकार खोज्न निस्किन्। दिनभर शिकार खोज्दा खोज्दा केही पनि पाएन, न त शिकार न त डिट्टा भ्याकुर। थाकेर हैरान भइन् र एउटा ठुलो ढुङ्गामाथि चढिन्। त्यहाँ 2टा पानीको पोखरी देखिन् र हरर तिर्खा लागेर आयो। अनि त्यही पानी दुईटै पोखरीको पानी औन्जिलीले पालै पालो निकालेर पिइन् र उसलाई यति आनन्द भयो भोक तिर्खा सबै हरायो र घर फर्किन्। माइतीले घर आइपुगेपछि खै शिकार भन्दै सोधिन् र चेलीले भनिन् केही पनि पाइन, भोक तिर्खा लागेर त्यो ढुङ्गाको पानी खाएको माइतीलाई सुनाइन्। अनि माइती छक्क पर्दै भनिन् नखानु पर्ने पानी खाइस् चेली, त्यो त एउटामा बाघको पिसाब अर्थात् ब्रिय र अर्कोमा मेरो ब्रिय अर्थात् पिसाब थियो। अब तिमी भुडी बोक्छौ, आल्ले हेने केसाया। त्यसैले हामी सँगै बस्यो भने पुसा पुङसा सिङबुङ लुङबुङले आम्जेङ माथिबाट चट्याङ तलबाट लरङ आएर हामीलाई मार्छ। त्यसैले गर्दा हामी सँगै बस्नु हुँदैन, किनभने पहिल्यै याहाङहरूकै पालामा काइफेकमा भएर काइसेममा भइसकेको हुँदा यो कुरा माइतीले राम्ररी थाहा थियो र माइती निस्केर चेलीसँग छुट्यो। त्यसपछि माइतीको रोल कतै पनि यो मुन्दुममा भेटिँदैन। जुन पानी खाएको ढुङ्गा
केसामी नामसामी लुङदुङ पवा भनेर चिनिन्छ, जुन चाहिँ 5 थरको चिलिन्देन पुछारमा अवस्थित छ। अब चेली एक्लै शिकार खोज्दै हिँडिन्। एक दिन पारिपट्टि याम्बुङ पुग्दा आफ्नो शरीर बढेको थाहा पाइन्। त्यसैले उसको शरीर बढेकोले याम्बुङ भनियो। अहिले त्यसलाई इम्बुङ भनिन्छ। यसरी नै शिकार खोज्दै जाँदा एक दिन केही पनि नपाउने ठाउँमा पुगिन्। त्यस ठाउँलाई साक्केवावा ठाउँ भनिन्। जुन ठाउँलाई अहिले साक्केवा भनिन्छ त्यो पनि पास्तरमै छ। यसरी नै एक दिन इब्नासो सरङदाङना सुत्केरी भइन्। पहिला जन्मेको बाघ केसामी जन्म्यो र दोस्रो जन्मेको नामयामी अर्थात् नामसामीको जन्म भयो। आमाले बच्चाहरू सँगसँगै शिकार खोज्दै हिँडिन्। एक दिन पवादेन भन्ने ठाउँमा बच्चाहरू साह्रै राम्ररी खेलेको आमाले देखिन् र त्यस ठाउँलाई पवादेन भनेर नाम राखिन्, जुन ठाउँ 5 थरको आङसाराङ र रानीगाउँको बीचमा पर्छ। दिनदिनै बच्चाहरू बढ्दै गयो र उनीहरूले शिकार खोजेर ल्याउन थाल्यो। यसै क्रममा केसामी र नामसामीको खुट्टाको छाप लाङयोक, इम्बुङ र हाङयोकको पुछारमा ढुङ्गामा छाप अहिले पनि देख्न सकिन्छ। केसामी र नामसामीमा दिनदिनै बढ्दै गयो र शिकार खोजेर ल्याउने, तर आमा र भाइले साबम्बे बाँड्न थाल्यो। यो देखेर केसामी रिसाउन थाल्यो। म अगाउँदिनँ, नबाडी खाउँ, यदि बाड्यो भने आमा पनि भन्दिनँ, भाइ पनि भन्दिनँ भन्दै हुरुङ हुरुङ गर्दै गर्जिनु थाल्यो र आमाले सँगै शिकार खेल्न पठाउन दिएन। दाजु पश्चिम गयो भने भाइलाई पूर्व पठाउने र ठिक उल्टो दिशातिर शिकार खोज्न पठाउन थाल्यो। एक दिन 5 थरको थङसिलिङमा अचानक दाजुभाइ भेट भयो। त्यहाँ लडाईँ भयो, तर केसामीले नामसामीलाई खान सकेन, जुन ठाउँ थङसिलिङ भनेर चिनिन्छ। यो कुरो घर आएपछि आमालाई सुनाइन्। त्यसपछि आमाले नामसामीलाई साप्चङमा गएर तालिम सिकेर आएमा केसामीलाई जित्न सक्छौ भनेपछि नामसामी साप्चङमा गएर लिदोङ हान्न सिकेपछि लि र 9वटा तोङ बनाएर ल्याएपछि आमासँग सल्लाह लिइन्। साप्चङ भन्ने ठाउँ साप्सुको अलिक मास्तिर 5 थरमा अवस्थित छ। दिनदिनै केसामीले आमा पनि भन्दिनँ, भाइ पनि भन्दिनँ भन्दै गर्जिन्न थाल्यो। आमालाई डर हुन थाल्यो र जसरी भए पनि मानव सृष्टि बचाउनु थियो, जुन चाहिँ दाजु बाघ केसामीलाई दानव प्रवृत्तिको भएकोले उसलाई मार्नु बाहेक अरू विकल्प नै थिएन। र भाइ नामसामी र आमा सल्लाह गरिन्, तिम्रो दाजुलाई मार्नु, तर तिमीहरू लडाईँ गरेको म हेर्न सक्दिनँ। त्यसको लागि म फुलको एउटा चिन्ह अथवा चिन्हे राख्नेछु। त्यो फुलको बिम्ब मात्र म हेरेर बस्नेछु, जुन चाहिँ केसामीको लागि अन्ड्याङफुङ अथवा बाबरी फुल र नामसामीको लागि सेकमुरी फुल अर्थात् सेल्लरी फुल राखेर हेर्नेछु भनेर आमा र नामसामी फुङसेङको डाँडामा गएर राखे, जुन ठाउँ साबु खोलाको शिर फुङअया भन्ने ठाउँमा राखे। आमा चाहिँ अलिक मास्तिर फुङसेङ डाँडामा बसे, जुन ठाउँ अहिले फुङसेङ धामले प्रख्यात मानिन्छ। यो पनि पास्तरमै अवस्थित छ। त्यसपछि आमा त्यहीँ बिम्ब हेर्दै बसिन्। नामसामी चाहिँ उत्तरतर्फ तल झर्यो र केसामी यताबाट दक्षिणतिर आउँदै गर्दा खादोङ भन्ने ठाउँमा भेट भयो, जुन ठाउँ अहिले खान्द्रुङ भनेर चिनिन्छ। त्यो पनि पास्तरमै पर्छ। त्यहाँ टेङ्गो सिङ सिम्बलको रुखमा लडाईँ पर्यो। भाइ एक तला माथि चढी लिदोङ धनुकाँडले हान्यो।
दाजु मरेन र फेरि 2 तला माथि चढी लिदोङले हान्यो। दाजु मरेन एवं तरिकाले 8औं तलासम्म पुगी लिदोङले हान्यो तर दाजु मरेन। उता आमाले फुलको बिम्ब हेर्दा दाजुको फुल बाबरी फुल जगजगिँदै गएको देखेर आमा चिन्तित भइन्। मानव सृष्टि सकिने भयो भन्दै। अन्तमा एउटै मात्र बचेको तोङ, त्यो पनि एउटा पकेटा भाँचेको तोङलाई मुन्धुमी भाषामा लाखेवा तोङ भनिन्छ। भाइले दाजुलाई भन्यो, दाजु म अब हारे, तिम्रो मुख गर्नु, आँखा चिम्म गर्नु, म उफ्रेर पस्छु। भनेपछि केसामीले पनि त्यसै गर्यो। भाइले अन्तिम बचेको तोङले कस्सेर हान्यो र दाजु सिम्बलको एक साइडको हाँगाहरू लचिँदै भुइँमा बजादिन तल पुग्यो। त्यही भएर सिम्बलको रूपमा एक साइडमा हाँगा हुँदैन भन्ने मुन्धुममा छ र हुँदैन पनि। यता आमाले बल्ल नामसामीको बिम्ब जगजगिँदै गएको अथवा सेकमरी सेल्लरी फुल जगजगिँदै गएको देखे र खुसी भइन्। मानव सृष्टि अब बच्ने भो भन्दै। यता भाइले दाजुलाई भुइँमा लडाइराखे पनि मर्यो कि मरेन भनेर थाहा पाउनको लागि पहिले रुपीलाई बोलाई सुनको बिच्चो मुखमा लगाएर पठायो। रुपीले मरेको सङ्केत दियो तर पनि अझै शङ्का लागेर कागलाई बोलाएर कागको मुखमा फलामको बिच्चो लगाएर चेक गर्नु पठायो। कागले पनि मरेको सङ्केत दियो। अझै शङ्का लाग्यो र लेछ्याङमा हरियो माखा बोलाएर चेक गर्नु पठायो। लेछ्याङमाले केसामीको आँखा, मुख, नाक र चाकतिर पिसाब फेरिदियो र किरा लाग्न थाल्यो र कुहिनु सुरु भएपछि गन्ध माथि सुनेपछि बल्ल तल नामसामी झर्यो र 3 पल्ट नाङ्गी छाला गाड्नु थाल्यो र छाला विभिन्न ठाउँमा सुकायो। जस्तै इम्बुङको होबा भन्ने ठाउँमा, फाक्तेपको सिङ्गिङटार र नामसिलिङ। सुकाउँदा पनि सुकेन र अन्तमा सियो नाम्लाङमा सुकाउँदा सुक्यो, जुन ठाउँ 5 थरमा अवस्थित छ। यो सुकेको छाला आमा भएको ठाउँमा नल्याई सिधै सिङयुक मुदेनमा लगी नुन तेल र कपडा साटी ल्यायो र आमाले छोराले भन्यो, जे जस्तो भए पनि मेरै कोखबाट जन्मेको हो, तिम्रो दाजु नै हो, त्यसैले गर्दा यतिकै खानु लाउनु हुँदैन, तुतु तुम्याङहरूसँग मागेर मात्र खानु र लाउनु हुन्छ। भनेपछि छोरा मान्छेकोमा मृत्यु हुँदा 4 दिन बारेर मात्र खाने र लगाउने चलन छ र तुतु तुम्याङहरू बोलाइकन 4 दिन बारेपछि नुन तेल र लुगा मागेपछि उनीहरूले नै त्यसरी नै खाएकोले अहिलेसम्म पनि याक्थुङबाहरूले यही चलन गर्दै आएको छ। यदि मुन्धुमलाई सत्य मान्ने हो भने याक्थुङबाहरूले यही व्यवहारलाई अहिलेसम्म मृत्यु संसारमा चलाउँदै आइराखेकै छ। यही मुन्धुमलाई कता कता के बोकमा अथवा के च्याब्रुङसँग पनि जोडेको पाइन्छ। तर के च्याब्रुङ याङहरूको पालामा घर बनाउने क्रममा बनेको पनि देखिन्छ। जे भए पनि केसामी र नामसामीको मुन्धुमले याक्थुङहरू मान्छे र पशु प्राणीहरूसँग अलग भएको समय देखिन्छ र समाजमा बस्दा मिलेर बस्ने, जस्तै सापम्बे बाँडेर खाने, मिलेर बस्ने जस्तो कुराहरू चाहिँ शिक्षा दिएको, ज्ञान दिएको पाइन्छ। केसामी पशु दानव प्रविधिको भएकोले
नामसामी मानव भएकोले दाजु नै भए पनि आमाले मार्न लगाएको देखिन्छ। यो मुन्दुमले याक्थुङहरूलाई जन्मदेखि मृत्युसम्म, सृष्टिदेखि अहिलेसम्म जीवन दर्शन दिँदै आएको छ र मान्दै आएको पनि छौँ। यो अडियोलाई मन परेमा सबै याक्थुङबाहरूसम्म पुर्याइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यरिक नोगेन सेवारो।